आज हामी हातमा हुने शङ्ख चक्र र शिवको बारेमा कुरा गर्छौं। शङ्ख चक्र र शिवको आकृति चिन्ह औँलाहरूको प्रथम पर्व वा ग्रह क्षेत्रमा देख्न सक्छौं। यी आकृतिहरूको अनगिनत प्रकार हुन्छन्। औँलाहरू या बुढी औँलाको छाप आफैमा अलग र स्वतन्त्र प्रकारको हुन्छन्। यही कारणले एक व्यक्तिको औँलाहरूको छाप कुनै दोस्रो व्यक्तिको छापसँग मेल खाँदैन। वैज्ञानिक अध्ययन अनुसार गर्भमा स्थित मानवको हातमा चौथौं महिनादेखि यस प्रकारको रेखा बन्न सुरु हुन्छ। जब बालकको जन्म हुन्छ तब उनको हातमा शङ्ख चक्र र शिव एकदम स्पष्ट देखिन्छ। औँलाको प्रथम पर्वमा बनेको शङ्ख चक्र या शिव जीवन पर्यन्त जस्ताको तस्तै रहन्छ। यसको वास्तविक स्वरूप स्थायी रहन्छ। यही कारण हो कि पहिचान चिन्हको रूपमा यसलाई सबैभन्दा प्रामाणिक र विश्वसनीय मानिन्छ। अपराध विज्ञानको क्षेत्रमा पनि औँलाहरूको छाप फिङ्गरप्रिन्टको अध्ययनलाई प्राथमिकता दिइन्छ। शङ्ख चक्र र शिवको स्वरूपको आधारमा फिङ्गरप्रिन्ट नै व्यक्तिको पहिचानको रूपमा लिइन्छ। अब हामी शङ्खको बारेमा बुझौं। शङ्खको आकृतिको अनुसार यसलाई 3 वर्गमा विभक्त गर्न सक्छौं। पहिलो बायाँतिर मोडिएको शङ्ख, दोस्रो दायाँतिर मोडिएको शङ्ख, तेस्रो मिश्रित शङ्ख। शङ्खहरूलाई उच्च स्तरीय बौद्धिक योग्यता र परिवर्तनशीलताको प्रतीक मानिन्छ। दायाँतिर वा बायाँतिर मोडिएको शङ्खको फल लगभग समान मानिन्छ, तर मिश्रित प्रकारको शङ्खको रचना दुई भिन्न दिशाहरूतिर मोडिएको शङ्खहरूबाट मिलेर बनेको हुन्छ। त्यसैले यसको फल एक स्वतन्त्र शङ्ख भन्दा भिन्न हुन्छ। मिश्रित प्रकारको शङ्खले जातक व्यक्ति भौतिकता, लालच र अर्थलोलुपताको गुण उत्पन्न गराउँछ। अब सामुद्रिक रहस्यमा शङ्खको संख्याको आधारमा शुभाशुभ के भनिएको छ हेरौँ त। खलवेक शङ्खोऽध्ययन स्वभावः, द्विशङ्ख योगादि भवेद् दरिद्र, त्रिशङ्ख कान्तार्थक रोदनञ्च, तुर्यञ्च शङ्ख नृपति प्रभुत्वम्। अर्थात् जुन मनुष्यको हातमा एक शङ्ख छ उनीहरू अध्ययनशील हुन्छन्, 2 शङ्ख हुनेहरू दरिद्र, 3 शङ्ख हुनाले स्त्रीको लागि रोदन गराउँछ, 4 शङ्ख छ भने राजा या राजतुल्य सुख र प्रभुता प्राप्त हुन्छ। शङ्खसरा यत्र भवति पाणौ समुद्रतुल्यं प्रभुतां वदन्ति, षट् शङ्ख योगेति विचक्षणाः स्याच्छैल दरिद्रोष्टसु सौख्यजीवी। अर्थात् यदि 5 शङ्ख हातमा छ भने समुद्र पर्यन्त प्रभुताको सूचक हो, 6 शङ्ख भएमा प्रकाण्ड विद्वान, 7 शङ्ख दरिद्र, 8 शङ्ख छ भने सुखका साथ जीवन व्यतीत हुन्छ। यदि 9 शङ्ख छ भने मनुष्य स्त्री प्रकृतिको हुन्छ र 10 शङ्ख छ भने मनुष्य राजा वा योगी हुन्छ। यस्तो सामुद्रिक शास्त्रवेताहरूको कथन छ। अब चक्रको बारेमा कुरा गरौँ। चक्रहरूको रचना एउटा बिन्दुको चारैतिर स्वतन्त्र रूपमा घेरा बनाउने अनेक चक्रहरूको सम्मिलनले हुन्छ। यी सबै चक्रहरूको एउटै केन्द्र हुन्छ। केन्द्रलाई ध्यान दिएर हेर्दा लाग्छ कि बिन्दुको चारैतिर चक्र घुमिरहेछ जस्तो देखिन्छ। चक्रको उपस्थितिले जातक व्यक्तिमा रहस्यमय र व्यावहारिक विचारहरूको जन्म हुन्छ। यस्तो व्यक्ति रहस्यलाई आफ्नो मनमा लुकाइराख्ने र मौलिक विचारहरूको जनक हुन्छन्। यिनको आफ्नो कार्यशैली र नीतिहरू हुन्छन्। अनुसन्धान, त्वरित बुद्धि र मौलिकताको बलमा नयाँ विचारहरूको जन्म दिनु यिनका स्वभाव हुन्छन्। अब हातमा हुने चक्रको संख्याको फल निम्नानुसार छ। पटुत्वमेक चक्रे स्याद, द्विचक्रे चाति सुन्दरः, त्रिचक्रके तु विलासी स्यादरिद्रो वेदचक्रभृत, पंचचक्रे महाज्ञानी, षट्सु पंडित सौंडकः, सप्तसु शैलभोगी, स्यादष्टु स्यादवराटक। अर्थात् हातमा एक चक्र छ भने चातुर्ययुक्त, 2 चक्र छ भने सुन्दर, 3 चक्र छ भने विलासी र 4 चक्र धारण गर्ने व्यक्ति दरिद्र हुन्छ। 5 चक्रवाला व्यक्ति ज्ञानी, ज्ञानले भरिएको, 6 चक्र भएको व्यक्ति पण्डितहरूमा दक्ष, चतुर, 7 चक्रवाला पर्वतमा विहार गर्ने यानि कि घुमफिर गर्ने र 8 चक्रवाला दरिद्र हुन्छ। नवसु नृपतिश्चैव, दशसु राजसेवकः, अन्यञ्च सर्वासु चक्रेः परिपूरतासु महाबल प्राप्ति वरेण्य लक्षणम्। अर्थात् 9 चक्रले राजा तुल्य र 10 चक्र हुनाले मनुष्य राजा सेवक हुन्छ भने सबै 10 औँलामा चक्र छ भने मनुष्य महाबली प्रभु हुन्छ। अब शिव वा वलय आकृतिको अनुसार यसको 2 स्वरूप देख्नमा पाइन्छ। जुन व्यक्तिको हातमा टेन्ट जस्तो बीचबाट उठेको शिव
सिपी हुन्छ त्यो व्यक्ति अत्यधिक संवेदनशील र भावुक हुन्छ। उनीहरूको स्नायु तन्त्र धेरै सक्रिय रहन्छ, वरपरको जीवन कार्यहरूबाट छिटो प्रभावित हुन्छन्। यस्तो व्यक्ति कला, संगीत र प्राकृतिक सौन्दर्यबाट छिटो प्रभावित हुन्छन् र अरूको दुःखले दुखी हुने र अनिश्चित विचार भएको हुन्छन्। भावुक वा भावमा परेर आफ्नो लक्ष्य भुल्छन्। साना साना कुराले यिनीहरूको मस्तिष्कमा गहिरो असर पर्छ र तुरन्त निराश र दुखी हुन्छन्। यिनलाई मानसिक संयमता अपनाउनु र कम सोच्ने सल्लाह दिइन्छ। वलय सामान्य रूपमा उठेको सिपीको गुण प्रथम प्रकारको टेन्ट आकृति भन्दा भिन्न हुन्छ। वलय आकार सामान्य रूपमा माथि उठेको सिप व्यक्तिको अर्धचेतन मनको सक्रियताको परिचायक हो। यस्तो व्यक्ति अन्तर प्रेरणाले काम गर्ने र रहस्यवादी विचारहरू भएका हुन्छन्। यिनलाई समय समयमा अनेक दिव्य अनुभूतिहरू हुन्छन्। यिनको भावुकतामा अर्धचेतन मस्तिष्कको प्रभाव हुन्छ। यसकारण यस्ता व्यक्ति जातक जिद्दी, मनस्वी र जटिल विचारहरूले भरिएको हुन्छ। सिपको संख्याको विचार सामुद्रिक रहस्यको अनुसार यस्तो छ। सिपैकं कर साख्यां यस्य राजा भवेन्नरः सिपद्वयं यदैकत्र दरिद्रोऽसो न संशयः अङ्गुल्योस्तु पृथक् सिपद्वयं चेत्स धनी नरः एवं सिपत्रये योगी तुर्यसिपे दरिद्रता पञ्चसिपान्वितो यस्तु धनी योगी रसेषु च सप्तसिपे दरिद्रः स्यादष्टसिपे धनी नरः नवसु योगायुक्त तु दरिद्रा दशसु ध्रुवम्। अर्थात जसको हात या हातको औँलाहरूमा एक सिप छ त्यो राजा तुल्य हुन्छ। यदि एकै स्थानमा सिप छ भने व्यक्ति दरिद्र हुन्छ। जसको औँलाहरूमा अलग अलग 2 सिप छ भने धनी हुन्छन्, 3 सिप छ भने योगी हुन्छन् र 4 सिप छ भने दरिद्र हुन्छन्। 5 सिप भएको व्यक्ति धनी, 6 सिप भएको व्यक्ति योगी, 7 सिप भएको व्यक्ति दरिद्र, 8 सिप भएको व्यक्ति धनी, 9 सिप भएको व्यक्ति योगी र 10 सिप भएको व्यक्ति मनुष्य दरिद्र रहन्छ।